तान तान लकेडा चाहिँ यहाँ ट्यागको बारेमा निस्किँदैछ होइन बी थर्ड भर्सेस बी सेभेन्थको चाहिँ फाइनल म्याच हुँदैछ होइन यहाँ बी थर्डको केटाहरू पुरै पोजिसनमा बसिसक्यो बी सेभेन्थको योद्धा खेलाडीहरू है यहाँ पुरा चट्टा बारेमा अर्गनाइजर टोलीहरूको फोटोसुट चलिरहेको है आज मेरो चाहिँ यहाँ पुरा तगफारले हिजो यस्तो घाउ बनाइदियो हातमा। हेलो गाइज गुड मर्निङ सबैजनालाई, तपाईहरुलाई फेरि पनि विज्ञान मिश्र युट्युब च्यानलमा स्वागत छ। अहिले चाहिँ हाम्रो अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टको चाहिँ स्पोर्ट्स विक चलिरहेको। आज चाहिँ हाम्रो क्रिकेट अनि तग अफ वार र भलिबलको म्याच रहेको छ। अब म चाहिँ घरबाट अब स्पोर्ट्सको लागि भनेर थुम्सी ग्राउन्डतिर निस्किँदै छु। अहिले चाहिँ म यहाँ टक्क पारामा नव जागरण रंगशाला गैडाकोट 9 थुम्सीमा आइपुगेको छु। किन तान तान नाइस विकेट नाइस बी थर्ड जित्यो साथीहरु, आजको म्याच चाहिँ तग अफ वार क्रिकेट र भलिबल मध्ये तग अफ वार र क्रिकेटको फाइनल भइसक्यो। तग अफ वारमा चाहिँ हाम्रो इन्जिनियरिङको थर्ड सेमले चाहिँ जित्न सफल भयौँ। हामी लगभग सिभिलकै थियौँ सबै साथीहरु, एकजना मात्र कम्प्युटरको थिए। लास्ट म्याच चाहिँ कम्प्युटर एप्लिकेसन भर्सेस इन्जिनियरिङको थियो 7 सेमको केटाहरुसँग। तर जे होस् हामीले जित्न सफल भयौँ। एकदम रमाइलो, यस्तो रमाइलो मोमेन्ट थियो त्यो। तर भिडियो बनाएकै रहन्छौँ। जे होस् एउटा क्लिप चाहिँ मैले हाल्दै गरे अघि हेर्नुभयो होला। अनि अब भोलिलाई चाहिँ भलिबलको सेमी फाइनल फाइनल दुईटै छ। भोलिको चाहिँ भिडियो म राम्रोसँग बनाउँछु किनभने आजको भलिबलमा त दुईटा म्याच खेलियो, त्यसमा जित्यो हामीले। अब भोलिकोमा चाहिँ म एक्स्ट्रामा बस्छु होला। भोलि सब फुल भिडियो बनाएर हाल्छु फाइनल म्याचको चाहिँ। आजको तग अफ वारमा चाहिँ म आफै क्याप्टेन भएर लिड लिएर खेलिरहेको भए हुनाले चाहिँ मैले त्यति भिडियो गर्ने मिसन नि भएन किनभने गेम म आफै खेलिरहेको थिएँ। अनि त्यसपछि हाम्रो 2-3 जना साथीहरुको चाहिँ त्यो डोरी लगभग 10वटा म्याच जति खेलियो होला तग अफ वारको। डोरी तान्दा तान्दा यो हातमै घाउ भएर ठेला उठिरहेको कि सबको फोरा ठेला उठेर हातै यस्तो तलमा चल भएको थियो होइन। एकछिन त अहिले त्यो हल्का कम भइरह। अब भोलि भलिबल चाहिँ खेलिन्न होला, म सायद खेल्दिनँ होला। जस भलिबलको हाम्रो टिम राम्रो छ, भलिबलमा पनि जित्ने सम्भावना राम्रै छ। लकेडा चाहिँ यहाँ ट्यागको बारेमा निस्किँदैछ होइन। यो गोविन्द भान्जो छ नि, हाम्रो ईशान छ नि, अनि हाम्रो सन्धि सटर छ नि, उप्स गनबहादुर होइन। हाम्रो भान्जो छ नि, जर्सी नम्बर 26 मा एम्बाप्पे स्टाइलमा छन् भान्जे फेरि पुरा होइन। त्यसपछि गेम चाहिँ अब सुरु हुँदैछ गाइज है। यतापट्टि छन् हाम्रो दिनेश आचार्य,
हाम्रो हो कि सेमी फाइनल यता चाहिँ रुद्रबहादुर सिन्जाली मिजु के छ ठिकठाक हो नि एक्साइटेड ल मिजु औरा देखाउनु पर्छ है सर्ट हानेर केटाहरूले ट्यागको बारेमा ए तपाईँको त पुरै रेफ्री स्टाइलमा आउँछ नि भिडियो यार यतापट्टि चाहिँ हाम्रो बी आयोजक टिम होइन हाम्रो ल गाइज अब चाहिँ हाम्रो बी थर्ड भर्सेस बी सेभेन्थको चाहिँ फाइनल म्याच हुँदैछ होइन यहाँ बी थर्डको केटाहरू पुरै पोजिसनमा बसिसक्यो हाम्रो क्यामेराम्यान आएछ त्यसपछि अब गेम सुरु हुँदैछ यहाँ बी थर्ड भर्सेस बी सेभेन्थ है त बी सेभेन्थको प्लेयरहरू है बी सेभेन्थको योद्धा खेलाडीहरू है यहाँ पुरा चट्टा बारामा नेक्स्ट पोज हो म्याच सुरु भयो नझुक्यान केटा यसरी मिजु एग्रेसिभ नभइकिन है गुड समथिङ नाइस अहिले बी थर्ड भर्सेस बी सेभेन्थको म्याच गइरह होइन सर्भिस गर्दैछन् खेलाडी इसान आलेले होइन सर्भिस गर्दैछन् खेलाडी गणबहादुर यतापट्टिको टिम चाहिँ बी थर्ड हो भने उतापट्टि बी सेभेन सेमको टोली रहेका छन् गेम चाहिँ एकदम राम्रो गइरहेछ यो चाहिँ फाइनल म्याच हो अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टको स्पोर्ट्स विक अन्तर्गत भलिबलको फाइनल म्याच चलिरहेको छ अहिले यतापट्टि हुनुहुन्छ हाम्रो इन्जिनियरिङको एचओडी सर ज्ञानेन्द्र भण्डारी सर एकदम भर्सटाइल मान्छे हेलो सर यसो हेलो गरिदिनु न सर ब्लगमा ज्ञानेन्द्र सर यसो हेलो गरिदिनु न ब्लगमा यता सर्भिस गर्दैछन् दिनेश आचार्य केटाहरूले खेलको औरा ल्याखान् त सर
सर्भिस गर्दैछन् हाम्रो रुद्रबहादुर सिन्जाले मिजुले हैन बी थर्डबाट अब सर्भिस गर्ने पालो रहेको छ बी 7 सेमेस्टरबाट सर्भिस रहेको छ बी 7 सेमको फेरि पोइन्ट पुगेको छ बी 7th को 11 भने बी थर्ड को 9 यो चाहिँ फर्स्ट म्याच रहेको छ बेस्ट अफ 5 बाट जुन चाहिँ टिमले बढी गेम जित्न सक्छन् त्यही टोली नै विजेता हुनेछ यस गेमको
ल बेस्ट अफ 5 मा फर्स्ट म्याच चाहिँ B7 ले जित्न सफल भएको छ। अब 4 वटा म्याच मध्ये 3 टा म्याच जसले जित्छ त्यही टोली नै विजेता हुनेछ। यो चाहिँ सेकेन्ड राउन्ड म्याच चलिरहेछ अहिले। B थर्ड सेमको 13 छ भने B7 सेमको 0.8 छ। गुड। B थर्ड सेमको 0.15 पुग्यो भने B7 को 8। म्याच चाहिँ एकदम दामी गइरहा। B थर्ड को सर्भिस रहेको छ अहिले। यतापट्टिको जर्सीमा B7 को ग्रुप छन् भने उतापट्टि B थर्ड को ग्रुप रहेका छन्। B थर्डले सेकेन्ड राउन्डमा एकदम कमब्याक गरिरहेको छ अहिले चाहिँ। B थर्ड को 0.16 पुग्यो भने B7 को 0.8 मै रहिरहेको छ। सर्भिसमा रहेको थियो B थर्ड। सर्भिस रहेको छ B7 को अहिले। B सिभिल का हुन् दुईटै ग्रुप चाहिँ। उतापट्टि थर्ड सेम को हो भने यतापट्टि 7 सेम को अहिले। चुना उडिरहेको थियो, राइट नै थियो। भिडियो सुरक्षित छ यहाँ। सर्भिस रहेको छ B थर्ड को। अहिले पनि राइट नै रहेको थियो। पोइन्ट राम्रो लिड लिइरहेको छ B थर्डले। 0.18 लिइसक्यो भने B7 9 मै रहिरहेको छ। पाँचवटा गेम मध्ये बेस्ट अफ 5 मा जसले 3 टा म्याच जित्छ त्यही टोली नै विजेता रहनेछ यस गेमको। यो भलिबलको फाइनल गेम चलिरहेको छ B अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टको। B थर्ड सेमेस्टर भर्सेस B7 सेमेस्टरको म्याच रहेको छ यो।
सर्भिस रहेको छ B7 सेमेस्टरको। B3 को 21 पोइन्ट भयो भने B7 को 11। एकदमै राम्रो ग्यापमा B3 चाहिँ अगाडि रहिरहेको छ अहिले। फर्स्ट म्याच चाहिँ B7 ले जितेको थियो भने सेकेन्ड म्याच चाहिँ B3 ले जित्ने एकदम हाई प्रोबेबिलिटी रहेको छ। धन डबलकै लिड दिइरहेको छ B3 सेमेस्टरले। सर्भिसमा रहेका छन् B7 सेमेस्टरबाट। दुवै टोली ब्याचलर इन सिभिल इन्जिनियरिङको 3rd सेमेस्टर र 7th सेमेस्टरका रहेका छन्। दुईटै सिभिलको फाइनल म्याच चलिरहेको छ अहिले चाहिँ। सर्भिसमा रहेको छ B3 सेमेस्टरबाट दिनेश आचार्यबाट सर्भिस भइरहेको छ अहिले। अहिले B7 ले एकदम कमब्याक पोइन्ट लिइरहेको छ। B7 को 15 पोइन्ट रहेको छ भने B3 को 22 पोइन्ट रहेको छ। एक पोइन्टले फेरि B3 ले लिएर आउन सफल रहेको छ। B3 को 23 भयो भने B7 15। सर्भिसमा रहेको छन् गणबहादुर थापा। लास्ट 24-15। बस सेकेन्ड राउन्ड B3 सेमेस्टरले 10 नम्बरले लिड लिँदै सेकेन्ड राउन्ड जित हासिल गर्न सफल रहेको छ। फर्स्ट राउन्ड B7 ले जितेको थियो भने सेकेन्ड राउन्ड B3 ले जित्न सफल रहेको छ। 5 वटा गेम मध्ये बेस्ट अफ 5 मा जसले 3टा गेम जित्न सक्छ त्यही टोली नै विजेता रहनेछ। अहिले थर्ड राउन्ड चलिरहेको हैन। यतापट्टि छन् टोली B3 सेमेस्टरको भने उतापट्टि B7 सेमेस्टरको। यो थर्ड राउन्डमा पनि थर्ड सेमेस्टरले एकदम राम्रो लिड लिइरहेको छ। थर्ड सेमको पोइन्ट 17 रहेको छ भने 7th सेमको जम्मा 9 रहेको छ। केटाहरूले दुईटा म्याच एकदमै राम्रो कमब्याक गरिरहेका छन्। फर्स्ट राउन्ड 7th सेमले जित्न सफल भएको थियो भने सेकेन्ड राउन्ड थर्ड सेमले, अब यो थर्ड राउन्ड पनि थर्ड सेमले जित्ने राम्रो प्रोबेबिलिटी रहेको छ। सर्भिसिङमा रहेका छन् ईशान आले थर्ड सेमेस्टरबाट। राम्रो शट रहेको थियो B7 सेमेस्टरबाट 2 नम्बरका जर्सी रहेका खेलाडीले। सर्भिसिङ रहेको छ B7 सेमेस्टरको।
राम्रो शट रहेको थियो रुद्रबहादुर सिन्जालीबाट। सर्भिसिङ रहेको छ बी थर्ड सेमेस्टरको। सर्भिस गर्दैछन् रुद्रबहादुर सिन्जाली, 9 नम्बर जर्सी मिजु। लगातार 2 पोइन्ट ल्याउन सफल रहेको छ बी थर्ड सेमेस्टर। बी थर्ड सेमको 20 रहेको छ भने बी 7 सेमेस्टरको 11। अहिले फेरि बी 7 सेमले 1 पोइन्ट ल्याउन सफल रहेको छ। बी 7 को 12 पोइन्ट रहेको छ भने बी थर्डको 20। सर्भिसिङ रहेको छ बी 7 सेमेस्टरबाट। फाइनल राउन्ड एकदमै दमदार तरिकाले उस्तै टोलीहरूको म्याच एकदम घम्साघम्सी चलिरहेको छ। बी 7 सेमेस्टरको 13 पोइन्ट रहेको छ भने बी थर्डको 20। सर्भिसिङमा रहेको छ बी 7 सेमेस्टर। सर्भिसिङ रहेको छ बी 7 सेमेस्टरबाट फेरि पनि। राम्रो शट रहेको थियो बी थर्ड सेमेस्टरका गणबहादुरबाट। चर्को घाम लागिरहेको छ तैपनि खेलाडीहरू एकदम जोस जागरको साथ खेल प्रस्तुत गरिरहेका छन्। सर्भिसिङ रहेको छ बी थर्डबाट दिनेश आचार्यबाट। थर्ड राउन्डको एकदम अन्तिम चरणमा पुगिसकेको छ खेल। अब 1 पोइन्ट बी थर्डले ल्यायो भने यो राउन्ड पनि जित्न सफल हुनेछ। यस, बी थर्डले थर्ड राउन्ड पनि एकदम राम्रो अङ्कको साथ जित हासिल गर्न सफल रहेको छ। 3 राउन्डमा 2 राउन्ड चाहिँ बी थर्डले जितिसकेको छ भने 1 राउन्ड मात्र बी 7 सेमेस्टरले जितेको छ। हाम्रो टेबल चार्ट चाहिँ यस्तो रहेको छ। खेलाडी केटाहरू यो चाहिँ 4th राउन्ड चलिरहेको छ। अहिले चाहिँ बी थर्ड सेमेस्टरको 21 पोइन्ट पुग्यो भने बी 7 को 12। बी सिभिल थर्ड सेमले चाहिँ 2 राउन्ड जितिसकेको छ। अब यो राउन्ड जित्न साथ भलिबलको विजेता बी थर्ड सेमेस्टर हुनेछ। यतापट्टिको टिम रहेका छन् बी 7 सेमेस्टरबाट भने उतापट्टि रहेका छन् बी थर्ड सेमेस्टरबाट। बी 7 सेमको 13 पोइन्ट पुग्यो भने बी थर्ड सेमेस्टरको चाहिँ 21। सर्भिस रहेको थियो बी 7 सेमेस्टरबाट। बी सिभिल थर्ड सेमको 22 पोइन्ट रहेको छ भने बी 7 को 13। सर्भिसिङमा रहेको छन् गणबहादुर थर्ड सेमेस्टरबाट। गेम एकदम घम्साघम्सी गइरहेको छ। अब 2 पोइन्ट मात्र ल्याएको खण्डमा बी थर्ड सेमेस्टरले जित हासिल गर्न सक्नेछ। नाइस।
पोइन्ट लास्ट रहेको छ राउन्ड। यो लास्ट राउन्डको लास्ट बलिङ रहेको छ। थर्ड सेमिस्टरको 24 अनि 7th सेमिस्टरको 13। हाम्रो सिस्टरहरूले कस्तो राम्रो तरिकाले जेन्युन वेले मार्क्स गनिरहनु भएको छ। अब लास्ट सर्भिसबाटै 1 पोइन्ट ल्याएर गेम जित्न सफल रहेको छ सिभिल थर्ड सेमिस्टर। टग अफ वारमा चाहिँ भलिबलमा पनि थर्ड सेमिस्टरले जित हासिल गर्न सफल रहेको छ। कस्तो फिल भइरहेको भलिबल पनि टग अफ वार पनि जित्दाखेरि मान्छे हरि भयो होइन। हाम्रो मेन सटर कस्तो भइरहेको मिजु? ठिक छ, गेम एकदम भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ। साथीहरू होइन, अहिले अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टको स्पोर्ट विकको आज स्पोर्ट्सको लास्ट फाइनल म्याच थियो यो होइन। हामी चाहिँ घाम परेको हुनाले पुरै बोर्ड ढल्काएर यसरी लम्पट परिरहेछन् केटाहरू, डेन्जर थाकिरहेछन् होइन। हिजो टग अफ वारमा यस्तै भव्य र सभ्य तरिकाले भएको थियो, तर भिडियो सबै छैन। एउटा दुइटा क्लिप हालिदिउँला म टग अफ वारको पनि होइन। भलिबलको नि केटाहरूले यस्तो दामी खेलेर गेम जिताए जे होस् होइन, विदाउट प्र्याक्टिस। हामीले चाहिँ जे होस् टिम कोअर्डिनेसन राम्रो भयो। सबभन्दा जुनियर ब्याच भएर पनि दुईटा यस्तो मेन गेमहरूमा जित हासिल गर्न सफल भएका छौँ हामी होइन। यसको खुसियालीमा हाम्रो खेला भए त हार्ने नै रहेछ नि। यसको खुसियालीमा अब हाम्रो स्पेसल हुन्छ नै होइन। अब प्राइजहरू पाउनै छ। यो त सब दुःखको मात्र मेहनतहरू देखिरहेछ अहिले होइन। केटाहरू सब आराम गर्दैछन् यहाँ, लम्पट छन् यहाँ। सम्धी पुरै बमिट समिट हानेर पनि आज सर्ट हानिदिएको मासु पकाइदिएको हिजो मैले सबै बान्ता गरेर यस्तो मिठो बान्ता गरेको सम्धीले। मिठो बान्ता गरेको दुईजना भएर 1 किलो मासु होडले केटाहरूले कति किलो हिजोको मासु निकालेको केटाहरूले अहिले। तर अर्गनाइजर टोलीहरूको फोटोसुट चलिरहेको होइन। चट्टा बाह्रमा युट्युबमा नि आउँछ है ल। फोटो खिच्ने हेर्ने केटाहरू फेरि यहाँ। इन्जिनियरिङको थर्ड सेमिस्टरले 2-2टा कप उठाएको उपलक्ष्यमा पटाएको है। तपाईँलाई चिनेन क्या अहिले भनेको? होला है फेरि। फाइनल्ली साथीहरू अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टको स्पोर्ट्स विक सकिसकेको छ। आज भलिबलको फाइनल म्याच थियो। 12 भर्सेस बी थर्ड थियो। 12 को केटाहरूले चाहिँ आउट प्लेयर हालेर गेम खेलाइरहेको रहेछ, त्यही भएर चाहिँ तिनीहरू डिस्क्वालिफाई भयो। त्यो हुनाले चाहिँ बी थर्ड भर्सेस बी 7th सेमिस्टरको सिभिलको ग्रुपहरूको फाइनल म्याच थियो। बेस्ट अफ 5बाट खेल्दाखेरि 4 गेममै 3 गेम लगातार थर्ड सेमले जित्न सफल भएको हुनाले चाहिँ भलिबलमा पनि टग अफ वारमा चाहिँ हामीले नै जित्न सफल भयौँ। यो पालिको स्पोर्ट्स इभेन्टमा टग अफ वार र भलिबल दुईटैमा हामीले कप उचाल्न सफल भएका छौँ। अनि यहाँ केटाहरू चाहिँ पुरा फोटो हान्दैछन्। यहाँ हाम्रो भलिबल प्लेयर हाम्रो सम्धी होइन। क्यामेराम्यानमा छन् हाम्रो भान्जो सेक्सी हो के। अनि त्यसपछि हाम्रो गोविन्द साथी छन्, पल्टाने साथी, सागर दोस्त छन् यतापट्टि। अनि हामी भर्खर चटपट खाएर र एकछिन फ्रेस हुँदैछौँ। ग्राउन्ड यही हो। त्यसपछि यता चाहिँ हाम्रो लुद्र सिन्जाली मगर उर्स मिजु होइन। मिजु के छ? अनि मेरो एकदम नाजुक भइसक्यो, ज्यान दिएर खेल्यो, फाइनलमा जित्न सफल भयौँ। एकदम खुसी छौँ हामी, एकदम राम्रो भयो गेम। ठिक छ ल, केटाहरूले राम्रो खेलिदियो। भलिबलमा चाहिँ पछि वेल प्लेड भयो होइन। हामी टग अफ वारमा हिजो खतरा रमाइलो भयो। धेरै म्याच खेलियो हामीले, लगभग 10वटा म्याच खेलियो होला। 10वटा म्याचमा नन जितेको जितै भयो। लास्टमा BCA भर्सेस बी थर्ड थियो।
त्यसको एउटा क्लिप चाहिँ म हालिदिन्छु लगभग बिचतिरको एउटा म्याचको क्लिप चाहिँ छ मसँग अरू चाहिँ खासै केटाहरूले त्यति भिडियो गर्ने मेसो नि भएन भिडियो बनाउँछु भन्ने सोच्ने गरेको थिएन जे होस् ओभरअल स्पोर्ट्स इभेन्ट राम्रै तरिकाले सकियो अब कलेज स्टार्ट छ भोलिबाट यसरी नै अक्सफोर्डको इभेन्टहरूमा हरेक क्रियाकलापमा केटाहरूले यसरी नै उत्कृष्ट स्थान हासिल गर्नुपर्छ हेलो गाइज मेरो चाहिँ टिकटक आइडी छ मिस्टर सिंहजाली ए फलो गर्नु पर्यो ल ए बस ल यति भन्दै हाम्रो भिडियो अहिलेसम्म हेरिदिनु भयो सबैजनालाई धेरै धेरै धन्यवाद छ डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब है त गाइज बाई बाई